अलि भन्ने पनि हुन्छ नि, यही कुरो राम्रोसँग भनिसक्दैन। जस्तो मुख छ त्यसरी भन्ने हो। बढमा नजानुस्। जान्छु, के गर्छस्? सारा पोल्दा पोल्दै उम्केको ध्वासे। उडुसिर्छु शिवा हम्बा मगरला कोला हुडीला वान। लान तामलाजी बिजम ngaला कुन्दुर स्याब्ला। चिन्दैनस् भने तेरो 7 पुस्तालाई पुग्ने गरी चिनाइछु म। ए मान्छे चिन्ने कुरा गर्ने? राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, आइजिपी सब चिनेछु मैले। खाली उनीहरूले मलाई चिन्दैन होला। बुढीसँग मात्र ढेर नसुत, बेलामा घर पनि आइस। सुतेको चाहिँ कहिलेदेखि? टेरीमा टोक्ने 2 हप्ता भइसक्यो, अहिलेसम्म मै पार्नै पो बाँकी। ओइ मैले बनाउँदा त मासु त नघट्ने रहेछ त। एउटा त चाख्ने नि भइसकेछ। हाम्रो बनाउँदा त जतिको तति हुन्छ त बा। हो म तल एकछिन पिलिक्क गयो भने चाहिँ पग्लिन्छ होला। त्यही त टोइलेट जान नि यहाँनिर पाइरहेको छैन, मासु सुक्ला भने डर। आज त आमा मुखेर्ने दिन रहेछ त, मैले त जोईको मुखेरिकन आया। यो नानुको रोबोटिया दिन हो क्या, उसै त गर बिग्रिया चाहिँ अझ झन् कति बिग्रन भयो। कहाँ जाऊ मेरी आमा। मलाई अर्को केटा मनपर्छ। को केटा हो फेरि? तल चिन्नुहुन्छ त? ए त्यो कोइराला केटु? कोइराला होस् कि देउबा होस्, ओली नै भए पनि हुन्न। तँ पनि त बोकै हो नि, अहिले तरुण देख्यो भने दिएर मलाई छोडेर हिँड्छस् होला एकतिर। बजिया कुरा गर्छस्। अन्त पाए अरूसँग मस्किने, नपाए मसँग बोल्न आउने। त्यस्तालाई हामी पनि हुआरिउ नै भन्ने हो। चाय पिउने हो? चाय पिउने हो? त आइहाल। लिइहाल चाय। के भएछ? त वो बात छ। घरमा मिस नेपालहरू मस्त ह्यान्डसम र ट्यालेन्ट केटा नपाएर कुमारी बसेका छन्, बुझ्यौ? मेरो घरमा ऐना छैन, एकपल्ट कुवामै गएर भयो नि त्यो अनुहार हेर। आजले अनुहारको होइन ट्यालेन्टको भ्यालु छ। अनुहारमा त म गोबरै पोतेर नि केटी पठाइदिन्छु। के टुरु टुरेको मलाई? भोलि बिहानै मेरो 5 बजे ड्युटी छ। नानी 7 बजे हुँदै त उठ्दैन, यसलाई खाजा बनाएर खुवाउनु। अस्ति म ड्युटी रहँदाखेरि नानी भोकै छ भने नि मैले जानेको छु। पल्टनमा तिमी घरमैले रुँदै कुर्ने त होला नि। मर्छस्। हेर्छु यो दाग दम कि कति दिन हो। 21 गते चुनाव सकिहाल्छ, 22 गते अथवा 23 गते तिम्रो पेन्सन भइहाल्छ। त्यसपछि हेर्छु दाग दम कि कति दिन यसरी आउँदो रहेछ। कोही बाटोमा बौलाई राखेको हुन्छ नि, त्यति लामा लामा कपाल गरेका। बङ्ग दिन्छु भनेर दिनेले अगाडि आएर दिनु नि। कोही युट्युबरले काम पाएको रहन्छ फेरि त्यस्तै बोकेर हिँडेको छ। धेरै बदले माया गर्नुभयो। मैले कि मलाई? तपाईँले। म सबैले माया गर्छु। तपाईँले माया गर्छु म? युवतीलाई। तपाईँ युवक हो? म त युवती भनेर मेरा झुकिया अहिलेसम्म। जे होस् मिसिन भने चाहिँ मिसिन हो। तपाईँको सोल्टिनी छ नि, त्यसको त खच्चरसँग चक्कर चलिरहेको छ। सोल्टिनीले धोका दिँदैन, सानैमा हामीले धागो बाँधिसकेको छ। धागोले थाम्छ होला, बाख्रालाई यत्रो दामले बाँध्दा त थाम्दैन।
शिव परियार भाइले चाहिँ बेहोसी पछि पो होसमा सुन्ने हो भन्दाखेरि 10,000 अडियन्सले के भन्ने थाहा छ नसुन्ने त्यस्तो क्या अनि तिमीलाई हँसाउन सकिन्छ घरबाटै कसम खाएर आएको कि गीता छोरा बर्बादै गरिदिनु मरिकै नि हाँस्दिन भनेर क्या त्यस्तो अडियन्स चाहिँ गाह्रो हुन्छ गीतै नसुन्ने कस्तो होला त मलाई शिवले पछाडि ब्याक स्टेज आएर भन्यो होइन यिनीहरूलाई सोध्नु हुँदो रहेछ खुरु खुरु गाउनु पर्दो रहेछ दारी काट्ने बेला भएछ है लाब्रे हेर ल एउटा दारी काट्ने मिसिन र तेल सकिएर तेल लिएर आइज ए ल ल बितेल नि फेरि ल चल डर भेट्नु ल 500 दिएको थियो नि 5,000 जितेको छु अब ट्याक पसलमा जाने दारी काट्ने मेसिन किने तेल पनि किने अनि आधी किलो चाहिँ ब्रोइलर कुखुराको मासु धरेर टक्क भुटेर मिठो पारेर राख्ने म आउँछु है त मात्र डल्लो पुड्को कालो परेको कालो मात्र कालो तपाईँलाई एउटा कुरा सोधौँ तपाईँ यो हरेक पटक कुरा गर्दाखेरि हात त्यस्तो किन गर्नुहुन्छ तपाईँ नहाँस्नुहोस् है म जापानमा 4 वर्ष बस्दा प्याज काट्ने काम गर्थेँ त्यही भएर हात आफै जान्छ चाहिँदो भन्दा बढी रुख काट्ने तिमीहरू रुख नकाटेर मान्छे काटेर हिँड्नु त बिहारी ए बार मुझे इधर देखना कैसे मैं चिकन खाली दुनिया बनाता हिजो बेलुका पैसा लगेन भनेर बुढी बाजेर आजबाट त खानै खान दिन्न भनेको छ खाने कुरा नदिए पनि दिने कुरा दिएको होला त लबै पर्यो त तेरो ल पर्या होइन चट्याङ पर्या चट्याङ के भन्नु अब तैँले पकाएपछि स्याउसित के बेसै खाइदिन्छ नि बिस्के 30 तारिक खान यो हातले करोडौँ रुपियाँ तिजोरीमा राखिसकेको छ क्या र मेरो नाकमा पैसाको गन्ध एनी टाइम तैँले भन्नै पर्दैन तेरो अनुहार हेर्दै करोडपति जस्तो देखिन्छ नि अन्त करोडपतिले मान्दैन अलपपति जस्तो देखिन्छ त्यही होला पाले बस्छ होला होइन यहाँनिर